भाइ साथीहरु यस्तै छ हेर्नुस् मदिना यता ज्याकेट हेर्ने क्रम जारी नै छ यस्तै छ खासै ठुलो चाहिँ रहेन है सो ठिकै छ यो लुगा हेर्ने क्रम छ यसको प्राइस पनि हेरिदिहालौँ कति छ 40 ल यसको प्राइस 39 रहेछ दुबईमा बसेर लुगा लाउन नसक्ने भयो साथीहरु 29 39 सेम रेट हो 40 दुबईमा बसेर लुगा लाउन नसक्ने भयो साथीहरु धेरै महँगो हेर्नुस् अब यो हेर्नुस् है यो यति छ नि अब यसको प्राइस हेरौँ है त ल हेर्नुस् 22 गाह्रो छ साथीहरु गाह्रो छ हेर्नुस् साथीहरु यस्तै रहेछ है अलमदिना हेर्नुस् वाउ दामी छ दामी अलवेज दामी ल हेर्नुस् साथीहरु यस्तै छ है ब्यागहरु हेर्नुस् है अब हामी जाउँ है त फेरि भाँडाकुँडातिर डिजाइन चाहिँ हेर्नुस् न यहाँ हेर्नुस् अनि यहाँ कला भनेको यसलाई भनिन्छ के ल हेर्नुस् त हाम्रोतिर बाँस त्यतिकै खेर गइरहेको हुन्छ तर यहाँनिर हेर्नुस् त बाँसको हेर्नुस् त यति राम्रो चिज बनाएको छ पन्यु यसको प्राइस कति हो प्राइस लेखेको रहेन रहेछ हेर्नुस् त बाँसको डिजाइनहरू हाम्रोतिर बाँस खेर गइरहेको हुन्छ त्यतिकै है तर यता हेर्नुस् यहाँनिर चाहिँ पुरै बाँसको सामानै पुरै अनि यस्तो दामी दामी बनाएर राखेको हुन्छ बेसिनलाई जान्ने हो भने त नेपालमै छ नि पैसा त तर के गर्नु साथीहरु अल्छीपना छ अल्छीपनाले गर्दा यो हेर्नुस् साथीहरु बाँसबाट बनाइएको पोखली टक्का अचार बनाए ल हेर्नुस् त कति मजाको छ ल हेर्नुस् यो अझै हेर्नुस् यो यस्तो दामी बनाएको छ नि नेपालीहरु अल्छी भएर हो के एकता बेरोजगार भएको नि हेर्नुस् त बाँसको यस्तो दामी बनाएको छ नि एकदम धेरै राम्रो सब कुरा अर्को नर्मल हो बाँसबाट बनेको चिजहरू पनि देखियो है ल साथीहरु ट्याक्क यहाँ चाहिँ यस्तो हुन्छ अब चाहिँ हामी फाइनली मदिना घुमेर पनि निस्किसक्यौँ ठुलो रहेछ सानो रहेछ त्यही भएर सो अब हामी जाँदैछौँ बाहिर भन्दै साथीहरु लु अब चाहिँ हामी बाहिर निस्क्यौँ है मदिनाबाट पनि बाहिर निस्किसक्यौँ बाहिर दिशा चाहिँ यस्तै छ है हेर्नुस् फाइनली हामी बाहिर निस्किसकेका छौँ है अनि हामी चाहिँ यता आज दियोस् छुट्टी कटाइँदैछ मजाले नै छुट्टी थियो र यसो घुमघाम गर्नको बाहिर निस्केको तर गर्मी धेरै छ हौ साथीहरु गर्मी धेरै छ गर्मीमा सकिँदैन हौ बाहिर निस्किनु यसो बेलुकाको टाइममा आज यसो निस्किरहेको त्यही पनि हेर्नु न धेरै गर्मी यस्तो छ सो त्यही भएर तपाईँलाई फेरि देखाउँछु यो हेर्नु सक्नुहुनेछ यो चाहिँ हाम्रो क्याम्प है यो चाहिँ हाम्रो क्याम्प यहाँदेखिको परसम्म छ अनि यता यो अर्कै क्याम्प हो अलमदिना अनि पर आउँदै गएको चाहिँ ड्युटीबाट आउँदै रहेछ मान्छेहरू पनि कसैको छुट्टी थियो कसैको ड्युटी थियो सो हाम्रो चाहिँ छुट्टी थियो
ल हेर्नुहोस् परदेशी जिन्दगी यस्तै छ परानेर एकदम ड्युटीबाट भर्खर आइरहेछ गेटभित्र छिर्न लागिरहेछ सबै कम्पनीको गाडीहरू हो भाइ होस् अब साथीहरू हामी यति भन्दै अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै यहाँ हजुरबाट छुट्टिन चाहन्छु यदि हजुरहरू मेरो च्यानल नयाँ हुनुहुन्छ भने प्लिज लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्दै थ्याङ्क यू फर वाचिङ हावा धेरै चलेको छ है साथीहरू आफ्नो ख्याल गर्नु होला गर्मी एकदम धेरै बढेको छ सो सबैजना आफ्नो ख्याल गर्नुहोस् भन्दै थ्याङ्क यू फर वाचिङ